Annie Maggie Stories. गाउँको एक रमाइलो बिहानबाट यो कथा सुरु हुन्छ, जहाँ असार महिनाको सुरुवात भएको हुन्छ। आकाश खुल्ला छ, चराहरू चिरबिर गुन्जिरहेका छन् र खेतहरू हरियालीले ढाकिएका छन्। यही रमाइलो मौसममा अर्जुनले आफ्नो साथीहरू सीता, माया र रोहनलाई धान रोप्न खेतमा जान बोलाउँछन्। सबै साथीहरू उत्साहित हुँदै खेतमा पुग्छन्। उनीहरूले आफ्नो जुत्ता खोल्छन् र चिसो माटोमा पाइला हाल्छन्। माटोको गिजगिजाहटहरूले उनीहरू हाँस्न थाल्छन्। त्यसपछि सबै साथी मिली बिरुवा कसरी रोप्ने भनेर सिक्छन्। सिधा लाइनमा ध्यानपूर्वक रोप्न थाल्छन्। काम गर्दा गर्दा रमाइलो गीतहरू गाइन्छ, जसले खेतलाई अझै झन उत्साह थप्छ। माया र रोहन माटो छ्यापछ्याप खेल्न थाल्छन्। अरू साथीहरू पनि रमाइलोमा सामेल हुन्छन्। गीत, हाँसो र माटोको खेलले खेत जीवन्त बन्छ। काम सकेपछि सबैजना नजिकको पिपलको रुखमुनि बसेर खाना खान्छन्। दाल, भात, अचार र गुन्द्रुकको सुप। कामले थकाइ लागे पनि मनमा सन्तोष र खुसी हुन्छ। खाना खाइसकेपछि सबै मिलेर आफ्नो रोपाई खेत हेर्छन्। हरियो बिरुवाले भरिएको खेत हेरेर उनीहरू गर्व गर्छन्। कथाको अन्त्यमा सीता भन्छिन्, हाम्रो मेहनतले धान फल्नेछ र हामी खुसी हुनेछौँ। सबै मुस्कुराउँदै खेतबाट फर्कन्छन्। यसरी यो कथा यहीँ समाप्त हुन्छ। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नुहोस् है।